फ्रेन्ड वेलकम ब्याक टु आवर न्यू ब्लग। साथीहरू आजको यस ब्लगमा भने हामी काठमाडौँमा अवस्थित रहेको मणिचौक दह चाहिँ जाँदैछौँ। यो चाहिँ साकु भइकन माथि जाँदैछौँ र त्यस्तै गरी बाटोमा के कस्तो दृश्य रहेको छ र यो मणिचौक दह अहिले भाइरल भइरहेको छ र यहाँ चाहिँ कसरी जान सकिन्छ त्यो सबै जानकारी यस भिडियोमा पाउनुहुनेछ। त्यसैले भिडियोलाई अन्तसम्म हेर्दै साथ दिनु होला र हाम्रो च्यानलमा चाहिँ सब्सक्राइबर र वाच टाइमको एकदमै कमी रहेको छ। भिडियोलाई पुरा हेरिदिनु होला र अरूलाई पनि सेयर गरेर अलि सहयोग पनि पुऱ्याइदिन सक्नुहुन्छ। साकुतिर जाँदैछौँ। साकुको माथि बाटो हुँदैकन यो बाटो चाहिँ अहिले बाटो यहाँसम्म चाहिँ राम्रै छ, फराकिलो छ। बिस्तारै चाहिँ हामी साकु जान्छौँ। साकुको चाहिँ मेन गेटबाट चाहिँ भित्र जानुपर्ने छ। साकु बजार आइसके पछाडि यो गेटबाट भित्र चाहिँ जानुपर्छ। त्यो गेटबाट भित्रबाट अगाडि जानु होला। जाँदैछ है, पहिलोचोटि जाँदैछौँ। वज्र योगिनी भन्ने मन्दिर कहाँ छ थाहा पाएन भने त्यहाँ सोध्नुपर्छ। त्यो बाटो भइकन जाने हो। अब चाहिँ यहाँ यसरी कहाँ जाने भनेको चाहिँ मणिचौक गुफा भनेको यो जाने छ। फेरि बाटो यहाँसम्म चाहिँ यस्तो राम्रो छ होइन। बाटो सबै पिछे छ र ध्वजा पत्ता छ र यो मोडमा आइसके पछाडि चाहिँ यहाँनिर मणिचौक गुफा भनेर यहाँ चाहिँ वे देखाइरहेछ होइन। सबै यहाँ पनि सबै कुराहरू देखाइरहेछ। अब चाहिँ योभन्दा मुनि चाहिँ वज्रयोगिनी मन्दिर थियो। अब यो बाटोबाट फेरि हामी माथि जाँदैछौँ। यहाँबाट अब कति टाइम लाग्छ। बाटोबाट हामी अगाडि बढ्दैछौँ। बाटो यहाँसम्म चाहिँ राम्रै छ होइन। यहाँबाट धेरै स्पिडमा हाँक्न पनि मन नलागिरहेछ। अहिले गर्मीको सिजनमा चाहिँ चट्ट परेको शीतल शीतल यतिको जङ्गलको बिचको बाटोमा कहीँ ढलान छ, कहीँ बिच छ। जस्तो बाटो राम्रो छ। बाटोमा पर्ने एउटा यो गुम्बा जस्तो, गुम्बा त होइन यसलाई स्तूपा भन्छ। स्तूपा धेरै रमाइलो। पर्यटकहरू सबैजना चाहिँ यहाँ बसेर फोटो भिडियो बनाउँदै हुनुहुन्छ। वरिपरि जङ्गलको र त्यस्तै गरी बाटोको दृश्य र वरिपरि जता हेऱ्यो त्यतै रमाइलो के बाटोमै रमाइलो। साथीहरू हामी चाहिँ मणिचौक दह आउने गेटमा चाहिँ बाटोमा चाहिँ एउटा स्तूपा बनाएर छ। मूर्तिहरू भगवान्जीकै हो। र त्यस्तै गरी पछाडि यो यहाँनिर चाहिँ स्वयम्भूको जस्तो बौद्धको जस्तो एउटा स्तूपा पनि बनाएको रहेछ। यो पनि एकदम रमणीय स्थल छ। यो बाटोमै पर्ने आउँदै बाटोमा धेरै जस्तो पर्यटकहरू पनि यही हेरेर यहाँ बसेर फोटो खिच्दै हुनुहुन्छ। र यहाँसम्म आउँदा वातावरण पनि एकदम शान्त स्वच्छ र एकदम रमाइलो। बाटो पनि फर्स्ट क्लासको एकदम रमाइलो। बाटो हेर्दै आउँदाखेरि सबैजना चाहिँ यहाँ आएर एकचोटि चाहिँ फोटो भिडियोहरू चाहिँ बनाउँदै हुनुहुन्छ। यो पनि यहाँ आउँदाखेरि एउटा रमणीय स्थल नै रहेको छ। अब हाम्रो यहाँ फोटो अलिकति फोटोको काम चाहिँ फोटो भिडियोको काम चाहिँ सिद्धिएको छ भने अब चाहिँ हामी मणिचौक माथि जाँदैछौँ। अब यहाँबाट कति टाइम लाग्छ हेर्दै जाउँ।
यो माथि जाउँ। अब चाहिँ हाम्रो यो अफ रोडको आएको छ। त्यहाँनिर बाटोमा लेखिदिएको छ मरिचोड जाने बाटो भनेर देखाइरहेको छ। यहाँबाट चाहिँ अब अलिकति अफ रोड 5-6 मिनट जति चाहिँ अफ रोड पर्छ। यो पनि त्यस्तो साह्रो अफ रोड होइन, पिच र ढलानको बाटो चाहिँ छैन। यहाँ चाहिँ यस्तो बाटो छ, अलिकति अफ रोड छ। अब हामी त्यहाँतिर चाहिँ यो बाटो भइकन अगाडि जाँदैछौँ। अलिकति छ यो पनि, बिस्तारै जाँदैछौँ। एक दिन नजिकको भ्रमण आउनको लागि सजिलै छ, सजिलोसँग आउन सक्ने ठाउँ। दिन गाह्रो हुन्छ कि बिदार दिने। साथीहरू अब चाहिँ यहाँबाट ट्रेकिङ गर्दै हिँड्ने हो। स्कुटी पनि जान्छ, बाइक पनि जान्छ। त्यो भन्दा पनि अलिकति हिँडेर जाऊँ भनेर यहाँबाट हिँड्दैछौँ। मकैबारी वरिपरिको डाँडाहरू। यहाँ चाहिँ एउटा दिदीले भन्दै हुनुहुन्थ्यो, यहाँसम्म आएको मान्छे वरिपरि हेर्दै हिँड्न रमाइलो हुन्छ, यहीँ राखेर जानु आधा घन्टा जति लागे पनि भन्दै हुनुहुन्थ्यो। ठिकै छ भनेर हामी पनि अब यहाँबाट हिँड्दैछौँ। साथीहरू यहाँनिर आयौँ, राष्ट्रिय निकुञ्ज केन्द्र भनेर यहाँ एउटा राखेको छ। त पार्किङ पनि धेरै छ, र माथिसम्म पनि जान्छ भनेको भएर अब हामी पनि माथितिर जानु पऱ्यो। पार्किङ गरिसकेका थियौँ। अब माथि नै छ भनेपछि त माथि नै पार्किङ गर्न जानु पऱ्यो। अब हामी चाहिँ यो बाटोबाट चाहिँ जाँदैछौँ, जङ्गलको बाटो। यहाँ बहिनीहरू चाहिँ उफ्रिँदै घुम्दै आइरह हो। ल अब हामी चाहिँ यो अलिकति उकालो जङ्गलको बाटोबाट चाहिँ अब जाँदैछौँ। यो बाटोबाट जङ्गलको बाटो स्टेप वाइज स्टेप छ। अब हामी चाहिँ यो जङ्गलको बाटोबाट चाहिँ जाँदैछौँ। अब यहाँबाट चाहिँ हिँड्दैछौँ। बाइक तलै राख्यौँ हामीले, माथि पनि पार्किङ चाहिँ छ भने थियो, तर भ्यू हेर्दै जाऊँ भनेर चाहिँ अलिकति हिँड्दैछौँ। अलि जङ्गलको बाटो, अलि अँध्यारो, राष्ट्रिय निकुञ्जमा पर्ने रहेछ यो ठाउँ पनि। यहाँ चाहिँ बाइक पार्किङ, त्यस्तै गरी त्यहाँ चाहिँ टिकट काउन्टर छ। टिकट काउन्टरमा गएर टिकट काटेर आउँ। त्यसमा भिड पनि शनिबारकोमा त यो त के भिड हो र। अब यहाँबाट टिकट काट्नु पर्यो। सुन्दरी जल जाने यता, यहाँबाट सुन्दरी जल र टिकट काउन्टर मरिचुड पोस्ट रहेछ। मरिचुड पोस्टमा गएर टिकट काउन्टर, पर्यटक टिकट काउन्टर, टिकट। यहाँबाट अब हामी अगाडि जाँदैछौँ मरिचुड जाने बाटो। र यहाँ चाहिँ टिकट काउन्टर त्यहाँ। टिकट काउन्टर चाहिँ एकजनाको 100 रुपियाँ, बाइकको 150 भनेको सुनेको थिएँ। यहाँ चाहिँ आज बाइकको पार्किङ यस्तो छ। ल अब हामी चाहिँ अगाडि जाँदैछौँ। अब यो बाटोबाट अब 15 मिनट जति चाहिँ 10-15 मिनट चाहिँ अब यो बाटो हिँड्नुपर्छ। यहाँ आउँदाखेरि चाहिँ जो तपाईँ फोहोर नफालिदिनु होला। यहाँ चाहिँ यसरी ठाउँ ठाउँमा डस्टबिनहरू राखेको छ। र यहाँसम्म चाहिँ सिडी, त्यहाँबाट माथि पनि सिडी रहेछ। अब यहाँबाट चाहिँ सिडी कम्प्लिट भयो, कम्प्लिट भएर रहेछ। बिचमा फेरि अर्को सिडी रहेछ। कस्तो लाग्दैछ त भ्रमण? कतिको हिँड्नु पर्ने छ त? कहाँ 10 मिनट हिँड्यो? छैन, 4 मिनट जति हिँड्यो। बाटो फेरि यहाँबाट चाहिँ सिडी सुरु भएछ, उकालो। अब अहिले जाने बेला उकालो, आउने बेला ओह्रालो हुन्छ नि। ठाउँमा चाहिँ यसरी चाहिँ डस्टबिनको लागि चाहिँ बोरा राखिएको छ, डोकोहरू राखिएको छ। आउँदा चाहिँ फोहोर जथाभावी नफालिएर यो डस्टबिनमा चाहिँ व्यवस्थित गरिदिनु होला। थक लाग्यो? रमाइलो भयो होइन जङ्गलको बिचमा?
अझै पनि हामी जाँदैछौँ बाटोमा उकालो उकालो ओह्रालो कहीँ लाइट पुग्छ कहीँ लाइट पुग्दैन अँध्यारो आउँछ हिँड्दैछौँ अब यहाँबाट एराउन्ड 5 मिनट जति बाटो होला यो पनि त्यो जङ्गलको बिचमै छ अनि यहाँ ढलानको बाटो भनेको बिचमा आधा बाटो जति चाहिँ छ यहाँबाट बाटोबाट कम्प्लिट हुँदैछ एराउन्ड 10 मिनट जति टाइम लागेछ आज यो शनिबारको दिन भएर भिडभाड एकदमै छन् सिङ्गल फोटो खिच्न सकिन्न होला सबजना पिकनिक रमाएर बस्नु भएको छ है रमाइलो सबैजना चाहिँ यहाँ रमाइलो मनाइरहेछन् अब यहाँबाट चाहिँ हामी अर्को ठाउँमा जाँदैछौँ यहाँ यसै सबैजना ग्रुपमा सबैजनाले खानेकुरा चाहिँ आफ्नो व्यवस्था आफैले सबैले लिएर आछन् सबैजना चाहिँ यहाँ बसेर हामी चाहिँ मडीचुर दह चाहिँ जाँदैछौँ त्यो चाहिँ चौरु भयो होइन त्यहाँ ध्वजापत्ताहरू राखेको रमाइलो सबैजना रमाइलो गरिरहेछन् भने अब हामी चाहिँ दह चाहिँ जाँदैछौँ चाहिँ यहाँ शुद्ध पिउने पानी भनेर राखिएको रहेछ अब यो जङ्गलकै पानी हो है स्पेसल पानी अब यहाँबाट चाहिँ हामी यो बाटोबाट चाहिँ दह जाँदैछौँ अब त्यो माथिको रमाइलो आफ्नो ठाउँमा छ भने यहाँको इम्पोर्टेन्ट भनेको चाहिँ अब मणिचुर दह यहाँबाट चाहिँ दह जाँदैछौँ यहाँ पनि रमाइलो छ त्यस्तै भिडभाडै छ दहमा पनि यो चाहिँ दह आइपुग्यौँ अब हामी मणिचुर दह पनि आइपुग्यो मडीचुर दह चाहिँ माथि आइपुग्यो मुनि चाहिँ मडीचुर चौर थियो भने त्यो चाहिँ दह रहेको छ दह चाहिँ यस्तै राम्रो छ आज शनिबार भएको कारणले चाहिँ पर्यटकहरू हुनुहुन्छ यहाँसम्म आउनलाई एकदम रिफ्रेसिङ हुन्छ र शनिबारको दिन बिदाको दिन चाहिँ यहाँ अलिअलि भिडभाड नै हुन्छ
र यहाँ चाहिँ अलिक सरसफाइ चाहिँ आफूले गरेको सरसफाइ चाहिँ डस्टबिनमा हाल्न चाहिँ नबिर्सिनु होला। ल